परिवारसँगको सम्बन्ध बिग्रिँदै गर्दा र श्रीमानको सोच परिवर्तन हुँदै गर्दा भुन्टीले बारम्बार सम्झाउन खोजिरहेकै थिइन्, तर भूपेन्द्रको घमण्डले गर्दा आज ठुलो दुर्घटना भएको छ। तर अब भूपेन्द्र कसरी त्यहाँबाट निस्किन्छन् होला त भन्ने कुरा भने एकदमै ठुलो समस्यामा परिसकेका छन्। त्यहाँबाट निस्किनका लागि अर्थात् अब त्यो मान्छेलाई केही भएको भए पक्कै पनि पुलिस केस भने हुनेछ। भुन्टीलाई पुलिस चौकी लैजान खोज्नेहरूको अब आज आफै उनीहरू पुलिस चौकी जानुपर्दा र उसले उपचार गर्नुपर्दा र त्यो मान्छेलाई जिन्दगीभरि साथ दिनुपर्दाको पीडा कस्तो हुन्छ भन्ने कुरा भूपेन्द्रले बल्ल मात्रै बुझ्ने भए। तर भुन्टी त्यतिसम्म स्वार्थी पनि छैनन् कि सायदै भूपेन्द्रले गाडीले हाने पनि भुन्टीले मैले हानेको हुँ, मेरो श्रीमानलाई केही नगर्नुहोस्, उहाँले होइन भन्न पछि नपर्ने मान्छे भने पक्कै हुन्। भुन्टीको भित्री आत्मा र भुन्टीको माया दया भने कतिको छ भन्ने कुरा हामी सबैलाई थाहा नै छ। बिचरा भुन्टी अब आफ्नी आमा हस्पिटलमा छटपटाइरहेको र भुन्टीलाई कुरिरहेको अवस्थामा पनि बाटोमा श्रीमानले गरेको हरकत र गाडी स्पिड गतिमा कुदाइरहँदा आफ्नै श्रीमानले ठक्कर दिएर त्यो अवस्थामा पुर्याएको मान्छेसँग हस्पिटल जाने कि श्रीमानलाई पुलिस चौकी लिएर जाने तनावमा पक्कै परिरहेकी छिन्। बालकुमारी पनि उता गाउँमा निकै भुन्टीका कुरा काट्ने र भुन्टीलाई ससुरासँग बात लाउन खोजिरहेकी छिन्। बिचरा सोची भुन्टी आफ्नो ससुरालाई बा समान मान्छिन्, तर बालकुमारीको सोच भने कति साह्रो घटिया रहेछ भने छोराले छोड्ने बित्तिकै मैले अँगाल्छु भन्ने सोच बनाउने त बुढा भन्न थालेपछि भूपेन्द्रका बाले पनि आफ्नो रिस थाम्न सक्दैनन् र एकै छापडमा भुइँमा ढल्ने गरी खान्छन्। र त्यति मात्र कहाँ हो र, त्यहाँबाट कुदाउँदै कोठासम्म पुर्याउँछन्। कोठा नथुनेको भए आज बालकुमारीको अन्त्य हुने पक्का थियो। तर भूपेन्द्रका बाले पनि धेरै कुरा सोचे रुँदै आफ्ना ती बुढेसकालमा आँखाबाट आँसु झार्दै सम्झिँदै बसे, यस्ती श्रीमती मेरै मात्रै होला सायद, कति अभागी रहेछुसम्म भन्न भ्याइरहेका थिए। तर बिचरा भुन्टीलाई भने घरबाट निस्केर हस्पिटलसम्म जान पनि दिइरहेका थिएनन्। तर बाल भूपेन्द्रका दाइकै कारण आज भुन्टी हस्पिटल जाने वातावरण भने मिलाइदिएको थियो। त्यही कुरामा खुसी हुँदै भुन्टी र टोकाले आफ्नी आमा राखेको हस्पिटलतिर बाटो लाग्दै थिए। सारा दृश्यहरू देखेपछि र टोकालेलाई दिएको जवाब सुनेपछि टोकाले भने गाडीमा सम्म पनि बोलिरहेका थिएनन्, किनकि हैसियत र औकातको कुरा आउन थालेपछि टोकाले केही नभनेका हुन्। र टोकाले माथि नै नाना थरीका कुरा आइलाग्ने र आफ्नी बहिनीलाई त्यो अवस्थामा बाँधेर राखेर पिटिरहेको देख्दा कुन चाहिँ दाजुको मन शान्तिले बस्न सक्ला र। त्यही भएर होला टोकाले पनि आफ्नो बहिनीमाथि घट्दै गरेको घटना देखेपछि तिनीहरूको परिवार मानव होइनन्, यिनीहरू सबै दानव र काम नलाग्ने मान्छेहरू हुन् भन्ने कुरा विश्वास गरेका थिए। तर भूपेन्द्रलाई अब कसरी परिवर्तन गराउने र भुन्टीलाई निर्दोष कसरी बनाउने भन्ने कुरामा भने सुकुमाया आउनै पर्छ। जबसम्म त्यो घरका नालायक सोच भएकाहरूलाई जवाफ दिनको लागि र प्रमाणसहित जब सुकुमाया आउँदिनन् तबसम्म यिनीहरूले कहिले भुन्टीलाई शान्तले बसेर गरी खान भने दिँदैनन्। किनकि अब भुन्टी सिरियलमा कुनै पनि हालतमा सुकुमायाको आवश्यक भने पक्कै छ। र तपाईँलाई के कस्तो लाग्छ तलको खाली कमेन्ट बक्समा कमेन्ट गर्न नभुल्नुहोला।